Hello everyone. Say one namaskar. Welcome back to my channel again. It's me Manisha Rai. अनि ल बाबुहरुको त्यहाँ हेर्न झिझी पार्ने ड्रोन यत्रो बच्चाहरुले ड्रोन उडाउँदै छ साथीहरु ड्रोन भनेको उडे उडे हो त झिझी गरेर पनि छ गाह्रो अनि बच्चाहरु चाहिँ पढेर पनि कोही चाहिँ गर्दैन कोही चाहिँ पानी कहाँबाट ल्याएछ है साथीहरु तिमीहरुको ल्याउने ठाउँबाट ल्याएको होला नि त हाम्रो त भयो नि त पानी ल्याउने ठाउँ यो जार किनेर ल्याएको जार घरै ल्याएको घरैबाट चुइदो लो 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 फुल 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 फ्लावर जङ्गलमा पनि फुल्छ नि त फुलहरु हेर्नु कति राम्रो फुलेको ओहो के फुल हो यो के थाहा पनि कस्तो राम्रो फुलेको वाउ फुलको थुङ्गा बाटैमा भेटियो खुसी जत्तिकै राम्री रहेछ हौ फुल पनि यो रुद्राक्ष हैन अनि साथीहरु भिडियो बनाएको टाउको मात्रै देखिने भएछ सुमी दिदीको जस्तै अनि फेरि बनाउँदै छु म चाहिँ हात गलेर एकछिन बिसाको अनि फेरि बनाएको फुलमा जाने हो जाने हो ल जानुहुन्छ फुलमा जाने हो अघि चाहिँ टक टक चाहिँ झन्डै लडेर अघि चाहिँ भेड्डा अरे त्यहाँ भेडा अरे एउटाले चाहिँ भेडा ल जम 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 यो थियो न बनाऊ यो घर थियो न भर्खर बनाउँदैछ अनि हामी चाहिँ फुलमा हेर्नलाई आएको नानी चाहिँ घरमै सुताएर आएको हामी चाहिँ नानी चाहिँ घरमै छ नानीले ल्याउनु पाएन तर हल्लिएर भिडियो चाहिँ बनाऊ राम्रो आउँदैन होला अहिले दिउँसो भन्दा नि बेलुका चाहिँ मान्छे बेसी भएर हिँड्नै मिल्दैन कति धेरै हो भेडा पनि है काठमाडौँमा नि भेडा पाइँदो रहेछ हौ भेडा चाहिँ टन्नै रहेछ है गाई पनि दुईटा रहेछ भेडा चाहिँ आफ्नो आफ्नो भाषा छ नि साथीहरु आफ्नो आफ्नो भाषा छ अनि हल्लिन्छ के पुरै हल्लिएको यो त्यो त सुमी दिदी त्यो सेतो सेतो चराहरू छ नि खोइ त्यो त अब हल्लिँदै जानु लड्दै लड्दै साथीहरु चाहिँ यहाँ जाँदैछ उतातिर ए नहल्लाउनु है अहिले कराउँछ है त्यहाँ मान्छे भइरहेको बेलामा त्यसरी हल्लाउनु पाइन्छ सल्लाहहरू पनि कस्तो राम्रो के रुखहरू पनि शीतल खालको यहाँ त दिउँसो आएर बस्नु त कस्तो मजा हुन्छ नि के गर्नु तर साथीहरु बाहिर निस्किने अल्छी लाग्छ घाम त्यस्तै हुन्छ दुईजना चाहिँ मन्त्री जस्तो गरेर बिचमा गएर बसिदियो तपाईहरुलाई स्वागत छ हाम्रो साप चढ्यो शेरको फुललाको माया कहिले नभुला चटपटे खाने भयौँ है हामी चाहिँ सेवाबाट पैसा तिरेर आउनु नै त बस्नु चटपटे ल घुम्री मुन्द्री मिठो चटपटी सुरु गरिसक्यो साथीहरु खाना यहाँ त केटीहरु भन्दा केटाहरु धेरै हुन्छ दिन चटपटी भएन भने त के छैन जहिले आउनै मन लाग्दैन अस्ति त्यहाँ खाएको है
प्लास्टिकको प्लेटमा दिए कागजको प्लेटमा हम कम्ती आज बजार पर सब्जी पनि छ त ओइमा ओइमा सोमले अगाडि राख्न पसल बन्द दुधे हाल दिउँ हो अरे अब खायो दम लाग्दै म हाँसेर मरे साथीहरू घुमेर के अरे ऊ युट्युब टिकटकमा लाउनको लागि भिडियो बनाएको अरे कोही चाहिँ बिहोसै हुनु खोज्छ लड्नै खोज्छ हँसाएर मार्यो अब छ्या घाम आइहाल्यो फेरि ल हाम्रो चाहिँ घर जाने बाटो आयो ल उपर ल माइजूको घर चाहिँ खुल्लै छ होइन साथीहरू कोठा चाहिँ तर माइजू चाहिँ घरमा छैन रहेछ आज माइजूकोमा जाने भनेर चाहिँ खासमा माइजूलाई फोन गरेको ठिकै छ माइजू ठिकै छ हाम्रो फोन नउठाइदिने ठिकै छ ल देखाउनुहोस् हाम्रो फोन उठाएन माइजूले त्यही भएर हामी चाहिँ बालकुमारी घुमेर आयौँ साथीहरू अनि ठिकै छ अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ एकदमै घाम लागेको छ भन्दै म चाहिँ तपाईँहरूलाई अर्को भिडियोमा भेट्ने छु भन्दै आजको भिडियोलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु बाई बाई नमस्कार अनि डु नट फर्गेट लाइक शेयर सब्सक्राइब साथीहरू बाई बाई अर्को भिडियोमा भेटौँला है त।